हेलो नमस्ते सबैजनालाई है। म चाहिँ अहिले अपरेसनले गर्दाखेरि है धेरै दिन रेस्ट गरेकोले गर्दा मैले भिडियोहरू गरेको थिइनँ। आज अलिक सन्चो भएर चाहिँ म बाहिर निक्लिरहेको छु है। मेरो घर पनि स्ल्याब हुन आँटेको थियो। म अपरेसन हुँदा अहिले त मेरो घर माथि तल पनि स्ल्याब भएछ। मेरो भाइ सानो भाइले हेर्दैछ है घर यतिको भएछ मेरो घरमा। म चाहिँ अलिकति हिँड्नु सक्ने भएँ है। अलिअलि हिँड्दैछु। अझैदेखि उठेर अपरेसन भएकोदेखि मैले रेस्ट गरेको थिएँ। उठ्नु सकेको थिइनँ। अहिले चाहिँ उठेर यसो घरको वरिपरि घुम्नु हेर्नु निक्लिँदैछु है। सो फुलहरू पनि फुलेछ। माथि घरको स्ल्याब पनि भएछ। म अपरेसन जानुभन्दा अगाडि स्ल्याब गर्नु आँटेको थियो है। अनि स्ल्याब पनि भइसकेको छ। म अपरेसन गरेर आउँदा अनि हाम्रो छतबाट चाहिँ भ्युज यस्तो देख्छ। यहाँबाट पारि चाहिँ कञ्चनजङ्घाहरू देख्छ। यहाँ तल ओह्रालो चाहिँ हाम्रो गाउँहरू हो। यता पारि हेऱ्यौँ भने चाहिँ दार्जिलिङ चौरस्ताहरू है। माथि बजारहरू लेबुङहरू देख्छ। अहिले अलिक वेदर क्लियर छैन। कञ्चनजङ्घा पनि देखेको छैन। यस्तो छ घरहरू। यो मेरो ठुलो दाजुको घर हो। त्यसको अपोजिटमा उतापट्टि मेरो साइना भाइको। अनि यो चाहिँ यो फिलहाल मानिँदै गरेको कान्छा र मेरो सानो भाइ र मेरो हो दुईजनाको। अनि यहाँहरू चाहिँ भ्युजहरू यसरी देख्छ। यहाँ चाहिँ हाम्रो गाउँ देख्छ। अनि पारि चाहिँ कञ्चनजङ्घा पुरा देख्छ। आज तर वेदर क्लियर नभएकोले गर्दा आज देख्दैन। अनि दार्जिलिङहरू पनि कम्ती देख्दैछ। वेदर क्लियर छैन। कम्ती मात्राबाट देख्दैछ दार्जिलिङहरू। अनि नाइट भ्यू चाहिँ राम्रो देख्छ यहाँबाट है। दार्जिलिङको लाइटहरूले गर्दाखेरि त्यति रहेछ। आज भ्युजहरू पनि छैन त्यति साह्रो। तपाईँहरू हेर्दै जानुहोस् र म देखाउँदै जान्छु तपाईँहरूलाई अझै।